मलाई लाग्छ लाइफ इज नट अल अबाउट वर्क अर अलवेज थिङ्किङ अबाउट डिप्रेसन। कहिलेकाहीँ आफूलाई एक्सप्लोर गर्नले पनि जीवनको अर्कै दृष्टिकोणबाट हेर्न सकिन्छ। ट्राभलिङ इज नट जस्ट एन अप्सन, ट्राभलिङ इज अ थेरापी। आजको एपिसोडमा चाहिँ हामी बुद्धा दोर्तनबाटु पुम्लाको हाइकलाई हामी एक्सप्लोर गर्नेछौँ। अहिले चाहिँ हामी बुद्धा दोर्तनको अपोजिटमा छौँ। सो आज चाहिँ हामी जानेछौँ बुद्ध पोइन्टको माथि हाइक। पुम्लादेखि जान्छ खालि ट्रान्स भुटान ट्रायलमा हामी जानेछौँ। सो हाम्रो भिडियो हेर्नु होला। हाइवे बनाइसकेपछि चाहिँ आज हामी यहाँ छौँ हाम्रो गुरुजी यता। गुरुजीलाई आज ड्रप गरिदिने होला हामीलाई माथि। गुरुजी यता हाम्रो यहाँ खतरा छ यहाँ छ नि त। ओप्पा अनि म चाहिँ यतिको चाहिँ लड्नुपर्छ नि, यतिको चाहिँ लड्नुपर्छ है। सो त्यो जग्गामा जुन हामी जाने जग्गामा चाहिँ 2 वेज छ, मतलब निकैवटा वेज छ, डिफ्रेन्ट जग्गादेखि जाने। सो लास्ट इयरको ब्लगमा चाहिँ हामी पुम्लादेखि गएको थियौँ। आज चाहिँ हामी बुद्ध पोइन्ट मुनि यसको एबभदेखि जानेछौँ। सो कम्पेयर टु पुम्ला, मतलब पुम्लादेखि जानुभन्दा चाहिँ यहाँदेखि अलिकति सजिलो पर्छ। सो हाम्रो ब्लग हेर्नु होला। यता पुरा दर्शनहरू लाग्छ होइन। यस्तो नजारा चाहिँ एकदम दामी जग्गा छ, यस्तो दामी जग्गा छ। यो चाहिँ ऱ्याभन। सो अब नेसनल बर्ड ऱ्याभन यहाँ छ। ऱ्याभन यहाँ चाहिँ ऱ्याभन पनि मिल्छ। यस्तो जग्गा छ होइन, नेसनल बर्ड ऱ्याभन। वी आर लक्की टु विटनेस ऱ्याभन बुद्ध पोइन्ट लुङतेफो। फाइनली अस्ति कटरको उयोमा पुग्यो, प्लेन जग्गामा। यहाँको नजारा चाहिँ यस्तो छ। यहाँ चाहिँ हालत यस्तो भएको छ है, हालत यस्तो भएको छ आएको उकालो हिँडेर। वेदर चाहिँ क्या कस्तो दामी नि हो, जस्ट वाउ निस्केछ। देप्सी एरिया, देप्सी बाबेसा। ब्रेक टाइम जुस फ्रुटीसँग के स्थान त यहाँ चाहिँ ऐसेलु फलिरहेको छ, बेरिज। अब नेपालीमा ऐसेलु हो। अब टिप्नु जाने त्यहाँ पर हो होइन। अब तर पानी इज भेरी रहेछ नि त। ओ काँडा रहेछ नि त यहाँ त। अनि हामी यता जाँदैछौँ होइन। लड्यो भने कन्टेन्ट फेरि सेकत पनि है यस्तो पाकिरहेको रहेछ होइन। यहाँ खतरा रहेछ हो। हाँ दुमे त शानी में बेरी से मिले हानी में शिमता तब अच्छा भाई काम देवा हानी पे ठुको त हानी हानी बे में आंची चंची में बेमिसवे त ट्याप्पै फलिरहेछ। अच्छा भाइ काँडा भाइ यहाँ होइन यस्तो फलिरहेको रहेछ। अच्छा भाइ यहाँ भाइ काम या थ्याङ्क यू या आलु दिसु है म खाइदिन्छु। टेस्ट चाहिँ फर्स्ट टेस्ट चाहिँ म मर्छु मर्दैन आयो।
Love bird. Love bird. ए खाइदिने बटको टट्टी जस्तो रहेछ दामी दामी यो त अलिकति अर्को यो पाउँछ कि तर ओभर स्विट हुन्छ एकदम स्विट छैन अन्डे के भने अहिलेको सिजनमा चाहिँ बेरिज खाने भने चाहिँ अब पुरा फलिरहेको छ दामी खाऊ न त्यही खानुहुन्छ त्यो पनि खानुहुन्छ खानुहुन्छ हामी त वाइल्ड एक्सपिरियन्स हो यस्तो त ए च्याउ च्याउ झिली नाम च्याउ यहाँ हामी भात किचन चिजन त पकाइदिन्छ कि ए कति देनी ओइ बेसी हुन त टिपेर बेस ओए झऱ्यो नि हो नाम्चो यो झिली नाम्चो भन्ने चाहिँ किनभने यो कान्छो छ नि त मान्छेको कि बिरालो जस्तो नि यो कान्छे केही डिफ्रेन्स छैन मेरो सेलरोटी भन्छ यहाँ यस्तो मजाले फलिरहेको छ तर यही सुकेपछि थाहा छ कस्तो एक्सपेन्सिभ हो थाहा छ दबाई बनाउँछ नि यसले दादा त्यो यसलाई चाहिँ अब हो त भन्नु पर्यो नि त खानु पनि टेस्टी हुन्छ क्यारेक्टरको दामी अनि यही सुक्यो भने चाहिँ एकदम एक्सपेन्सिभ दबाई हो मेडिकलमा यो मसरुम चाहिँ युज गर्छु हाम्रो चाहिँ हाइक चाहिँ यस्तो चाल्दैछ अहिले हाम्रो यहाँ माउसी नारायण म गरमले हालत पतला भइरहेको छ यहाँ घाम लागेर यस्तो हेर यहाँको नजारा चाहिँ यस्तो दामी छ लास्ट अस्तिर भने जस्तो भयो थाक्यो फिल द नेचर है साउन है कस्तो लाग्यो We're exhausted now. We can't walk anymore. Feeling hungry. Exhausted. हाम्रो मौसी भाइलाई राम्रै लागिरहेछ मौसी सो यो बाटो हिँड्नुलाई चाहिँ मार्क यहाँ छ यस्तो मार्क गरेछ यो मार्कलाई फलो गरेर जानु यहाँनिर पनि पुग्छ यता पनि छ तर यता चाहिँ बेरिज पाउँछ त्यो त जाने हो अब हामी चाहिँ अहिलेको नजारा चाहिँ यस्तो छ यस्तो दामी थाकेर बसिरहेको छौँ गाह्रो पऱ्यो उकालो चढ्नु अरू माथि छ हेमिसेमे फाइनली पुग्नु आँट्यो अनि बिस्किट खान चाहिँ हाम्रो दामी है भाइ बिस्कुट मिठो नि थाकेकोलाई भोक लागेको बेलामा त मिठो नि कस्तो हराएको खजुरा त्यता नाम्सुदिङ झिमिना सिङ्गे कोइरी अनि ताक्छाङ कोइरी यता होला यस्तो छ है पसिनाले सिझ्नु आँट्यो टेस्टी खास त जोस भाइ कस्तो जोस कस्तो छ आया कहिले पुग्ने भइसक्यो बहिनी कस्तो बिस्किट खाऊ मजा आउँछ हामीलाई क्या टेस्ट मिठो नि हाम्रो टाउनमा भने हामी यस्तो बिस्कुट त्यसरी अब खानु हुँदैन यहाँ बस भन्दा क्या मजा आउँदैछ अहिले चाहिँ हामी यहाँ छौँ होइन यो जग्गामा चाहिँ खाने चिजहरू पनि पाउँछ क्या दामी यो बेरिजहरू पाएको थियो होइन यो के भन्छ यसलाई चाहिँ हाम्रो गाउँतिर चाहिँ यसलाई ठोट्ने भन्छ होइन अब आफ्नो आफ्नो भाषामा के भन्छ नि यस्तो हुन्छ मिठो अमिलो हुन्छ अब जानुपर्छ ल माई गुडनेस चिङ्कम यत्रो हाई एल्टिट्युडमा पायो हामीले फ्रीमा भन्नु चाहिँ मिलेन तर करण भाइले लिएको रहेछ
This is the one of the best tasting of the. Your English very good. Ile दाँत सेतो हुन्छ वाओ यस्तो नि just like wow almost what a beautiful डाँडास mountains अहिले चाहिँ अलमोस्ट पुग्न आँटिसक्यो हामी उयो माथि हो हुनु चाहिँ तर यो अँध्यारो चाहिँ हरेस खाँदैछौँ हामी तर पनि आइसक्यौँ यति अब यति त पुग्नु पर्यो होइन यति पुग्नु पर्यो भने हिँडेका हामी चाहिँ पानी परिरहेछ नर्मल पानी पऱ्यो भने ठिकै छ नि त हेभी पर्दियो भने चाहिँ सेस हुन्छ नि त बोरिङ हुन्छ गाइस भन्दा राम्रो सुहाउँदैन होइन साथीहरू भन्दा राम्रो सुहाउँछ वोट के छ खबर साथीहरूको यार हामी त फाइनली पुग्न आँट्यो भन्दा भन्दै अलमोस्ट पुगिसक्यो होइन यहाँको नजारा यस्तो छ थाक्नु चाहिँ अचम्मै थाकेको छ खुट्टाहरू पनि खतरा दुखेको छ but then see this man you will regret it भने जस्तो रिग्रेट हुँदै होला हैन म कालो छ भनेर अब मलाई बाल हो हैन माउन्टेनमा चढेर यो मौसम हेर्नु आउनु पर्यो साथी हो यार यतातिर कति टाउन घुम्ने हजुर उकालो छैन यहाँ आउनु लागि सबै प्लेन हो होइन सिधै हेलिकप्टरतिर आउँदा पनि हुन्छ त्यस्तो कुरा नगरौँ न भाइ हामी यहाँ हार दुईजना लरिहाल्नु लु खतरा आउँदैछ तलदेखि अब नजारा यहाँ हेर्नु पर्यो नि त थिम्पुलुमा हाने में छर्दैछु है थिम्पुलुमा त्यहाँ मामे ते हानी वेदर त जस्ट वाव थिम्पुलुमा मामे त ताबा आएमे टाउन आमची थोनी मिंदु जोंग मेमा साग गेनी थोम्मे हाना लावाचिन हाने में दुमे पाउ है तत्र नाले वा थंडर ड्रैगन ची छौ जो आचिन पाउ खतरा जोनी में खतरा भाइरल जोनी में गा दियो है गाई जंखा गादे बिद्दु भाइ लेजुम बेद्दु हेलो भाइ साथीहरु के छ यार खबर चाहिँ अब यस्तो छ जिन्दगी हैन एकदम दामी जग्गामा पुगेछौँ सो अघि चाहिँ फगी पुरा थियो हैन अहिले चाहिँ फगी हटिएको छ थ्याङ्क गड यार एक्चुअली हामीलाई यत्रो जग्गामा मेहनत गरेर आगोमा हामीलाई यस्तो फगी मात्रै हेर्नु भन्दा बोरिङ हुन्थ्यो हैन दामी ओपन भयो जस्ट लभ इट अनि यस्तो सिनहरु छ हैन यहाँ फोटो खिचिँदैछ दुईजनाहरु म्याडमहरु सर उपर हाम्रो कर्ने सर हामी यता ठक्कै बसिरहेको छौँ हैन पानी अलिअलि पर्दैछ बट हामी चाहिँ माथि पुगेरै छोड्ने भने अब यत्रो टाइम भयो हैन अलमोस्ट 2:30 भयो लेट भयो खासैमा यति टाइममा त हामी पुग्थ्यो होला तर घामले साह्रो पार्यो हैन बिहानको घामले त्यो भएर गाह्रो पर्यो सो हेर्नु है ल भिडियो चाहिँ कस्तो हेर्नु अब फेरि कुहिरो लाग्न थालिहाल्यो बसेको हामी हैन रिसाइहालेको वेदर अब फेरि जाने वेदर चाहिँ यस्तो भइरहेछ हैन क्लाउड हो मेरो टोपी गएछ अब यस्तो वेदरमा चाहिँ टोपी चाहिँ मस्ट हो वेदर सिकनेस पाउँछ एल्टिट्युडको हैन अनि पारिपट्टि हेरौँ न यहाँ देखिरहेको छ हैन फजुदिन चाहिँ त्यहाँ है ल तल त्यहाँ फजुदिन त्यहाँ पर्छ सो पुम्बा अलिक यतापट्टि हो त्यहाँनिर यस्तो आउने बाटो खासमा चाहिँ बट त्यहाँ हामी चाहिँ बुद्ध पोइन्ट वेदेखि आएको बुद्ध पोइन्टदेखि आएको किनकि न्यू रुट पनि देखाउनु पर्यो नि त साथीहरूलाई हैन कोही कति जानु मन छ पुम्बादेखि पनि टाढै पर्छ यहाँदेखि पनि ठिकै नर्मलै पर्छ हिँड्नु सक्दा त कति पनि टाइम लाग्दैन अनि थाहा त जाडो भयो भन्दा जाडो भएको छैन दुईजना खतरा हिँडिरहेको छ अगाडि हिँडिरहेको छ त अघि त अन्त पछि थियो त हाम्रो खाना बनिँदैछ ल कोक दुईजना कुक एसिस्टेन्ट खान थालेको छ एसिस्टेन्टले त त्यस्तो गर्नु हुँदैन त फाइनली हामी जग्गामा चाहिँ पुग्यौँ तर वेदरले साथ दिएन हैन अब हामी ब्लग यतिमै राखौँ अनि कस्तो लाग्यो ब्लग हजुर इट वाज ग्रेट बट यो पानीले गर्दा
बोरिङ भयो नि साह्रै नराम्रो भयो मलाई त ओके नेक्स्ट टाइम आउँदिन होस् तर कस्तो भयो दुईजनालाई जाडो भयो बहुत जाडो बहुत ठंडा है इधर बहुत रहेछ हाई गरेको लगता है किसी ने फ्रिज खोल दिया है सो अलराइट थ्याङ्क यू सो मच फर वाचिङ माई आवर ब्लग होपफुली हजुरलाई मन पर्यो होला ब्लग अब धेरैवटा सर्ट्स देखाउने तर पनि वेदरले साथ दिएन होइन त्यस्तो छ होइन सो साथ दिएको छैन त्यही कारणले ओह्रालो कुद्नु लागि चाहिँ हामी तयार छौँ थ्याङ्क यू सो मच फर वाचिङ सो डु सब्सक्राइब माई च्यानल बाबा जाडा चाहिँ चमेको छ है सेटिस चिसो तर ब्याकअपलाई टोपी सबै लिएर आएको छु जानु भएको छ आमा चिसो चाहिँ मान्नुपर्छ होइन ज्याकेट नले चिसोले दुईजना त हवस् त जस मनमै